हेलो गाइस, आज चाहिँ टक्कसँगले हैन निकै पछाडि सर्ट ब्लग मिनी ब्लग बनाउनु लागिरहेको छु। आज चाहिँ फाइनली हैन हाम्रो ठाउँमा चाहिँ लिफ्टिङ खाने पानीको लागि श्रमदान गरिरहेछौँ। सो गाइस, कताबाट हेर्दै हुनुहुन्छ सपोर्ट गर्नु होला हैन। हाम्रो चाहिँ फाइनली किनभने आज हैन पालिकाको पनि आश गरिएन, वडाको पनि आश गरिएन। अब अर्क सम्पाङको अभियानमा लाग्यो। श्रम गरेर पानी निकालौँ भन्छ हैन, निकाल्ने पनि लाग्यो। अब आजबाट श्रमदान हाम्रो चाहिँ सुरु भइसक्यो। हाम्रो पहिला चाहिँ किन आज पाइप खनिरहेछौँ भने पहिलाको पानी सक्सेस भएन हाम्रो, अनि आजबाट चाहिँ यहाँ पाइप निकाल्ने अनि के अरे अर्को अलिक खोलाबाट लिफ्टिङ गर्ने विचारले। विशेष हाम्रो टार्गेट चाहिँ के छ भने हाम्रो अब युवा-युवतीहरू सबै बाहिर छन्, उनीहरूलाई लगभग सहयोग मागेर, मतलब भनौँ न गाउँको लागि अलिअलि पैसा निकाल्नुपर्छ है भनेर उहाँहरूलाई रिक्वेस्ट गरेर उनीहरूको थ्रोबाट हामी चाहिँ आजबाट श्रमदान गर्न लागिरहेछौँ। उनीहरूले लगभग जनको 15,000को रेसियोले निकाल्ने भएको छन्। लगभग हाम्रो 16-17 जना होला बाहिर, लगभग 2-2.5 लाख हुन्छ। त्यसले एउटा अब मेसिन किन्ने, पाइप किन्ने, तार किन्ने, अनि यहाँ बस्नेले चाहिँ श्रम गरेर पानी निकाल्ने हाम्रो योजना भएको हुनाले सो हामी चाहिँ आजबाट लागिरहेछौँ। सो हाम्रो टार्गेट चाहिँ पुस 15 सम्ममा हाम्रो पानी निकाल्ने योजना भएको हुनाले सो मेरो सबैलाई श्रमदानमा जुटाइरहेको छु होइन। यो अभियान चाहिँ हाम्रो अब यहाँको भनौँ न यहाँको युवाहरूले जोस गरेको स्थिति गरेको हुनाले गर्दाखेरि यो पानी निकाल्ने हाम्रो एकदम ठुलो योजना भनौँ होइन। यो अभियान चाहिँ हाम्रो अर्क सम्पाङको होइन अभियानलाई हेरेर होइन दुःख गर्दा कतै हुन्छ कि भन्ने टार्गेटका साथ होइन आजबाट श्रममा जुटेका छौँ। सो कसैले होइन सहयोग गर्न चाहनुहुन्छ भने हामी एकदम तपाईँहरूसँग नजिक छौँ। सो कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसो अब तपाईँहरूले यसो सहयोग गर्नुभयो भने होइन अब पछि तपाईँहरूको नाम रहन्छ होइन, सहयोगदाताहरूको नाम रहनेछ। सो हाम्रो यहाँ लगभग 300 वर्षदेखि यता हाम्रो लगभग पानी आएको छैन। यो 3 जुनी 4 जुनी भइसक्यो लगभग। अहिलेको यो युगमा पनि अनि पानी बोकेर तपाईँको 1 घन्टा 2 घन्टाको पानी बोकेर खानु पर्यो भन्दा निकै गाह्रो समस्या हुन्छ। त्यसैले यसपालि चाहिँ जसरी भए पनि पानी निकाल्ने हाम्रो ठुलो योजना छ। सो यहाँ एमाले आए, काङ्ग्रेस आए होइन, कति नेता कति प्रतिनिधि आए, तर कसैले पानी ननिकालेको कारण यसपालि विदेशबाट हाम्रो सहयोगदाताहरूलाई विदेशबाट पैसा उठाएर होइन पानी निकाल्ने हाम्रो चाहिँ योजना भएको हुनाले ल यसपालिको नेता नाम दिम स्वनेन्द्र ल। यहाँ चाहिँ हाम्रो एकदमै हाम्रो बाबा आमाहरू एकदम रिसाउनु भएको छ। जहिले आउँदै पानी निकालिदिन्छौँ भन्दै भोट माग्दै जान्छन् अरे, अनि के अरे पानी निकालिदिँदैनन् भनेर हाम्रो बुढापाकाहरू छ के भन्छन् अरे हाम्रो नेताहरू आउँदै पानी निकालिदिन्छौँ भन्दै के निकालिदिँदैन अरे? निकाल्छ कान्ठो सुर्ताएर पैसा पठायो निक्लिन्छ। जेठा कहिले निकालिदिँदैन? उनीहरू कान्ठो चाहिँ निकाल्छन्। एकदम फायरिङमा हुनुहुन्छ होइन हाम्रो दाइ भाइ, एकदम हाम्रो बुढाकार एकदम फायरिङमा हुनुहुन्छ। कन्ठो मात्रै निकालिदिन्छ भन्छ होइन। गुरुजीबा के छ? पानी निकालिदिएन? नेताहरूले पानी निकालिदिएन? एकदम रिसाउनु भएको छ है हाम्रो बुढाकार। खै के मात्रै देखाउँछ के छ अनि झम्पल बोकेर श्रम गरिँदैछ। अब चुली सिटीपुर फक्समारा खाने पानीको लागि होइन। अब नेताहरूले कुनै पनि स्थानीय वडादेखि लिएर होइन पालिकाहरूले अब प्राथमिकता नदिएर अब यहीँको जनता चाहिँ तातेर श्रम गरेर नै अब पानी खुवाउने भन्ने हाम्रो मूल धारणाका साथ झम्पल बोकेर हामी श्रम गर्दैछौँ। यतिको के छ अरे
ठिकै छ हो यहाँ सवरदान हामी घटिँदैछ होइन धेरै यहाँ बजेटको अभावले गर्दाखेरि कसैले यो बालिकाले पनि दिनु वाराले पनि दिनु नसकेर अहिले हामी बासिन्दा सबै केटाहरूसँग जो आफ्नो साइनो अनुसारको एउटा केटाहरू बाहिर हुनुहुन्छ तिनीहरूसँग हामी सल्लाह गर्दैछौँ अब यो हामी पानीले जस्तै हामी सक्सेस गर्नुको लागि हामी सवरदान गर्दैछौँ हस् धन्यवाद सब तातिनु भएको छ यसपालि हाम्रो बुढापाकाहरू हुनुहुन्छ होइन यसपालि पानी निकाल्ने चाहिँ हाम्रो धेरै ठुलो अब हाम्रो माठे भन्छ हाम्रो कुलीबा उहाँ त श्रमदानमा खटिराख्नु भएको छ होइन उयो जम्पल बोकेर यसपालि पानी निकाल्नेका साथ हाम्रो यता गुर्जीबा हुनुहुन्छ सब फायरिङमा छन् है फायरिङमा छन् ल हाम्रो श्रम अब पानी निस्किँदैछ फागुन 21 गते के अरे चुनाव हुँदैछ होइन प्रतिनिधि सभाको कुनै पनि राजनीतिक दलहरू यो सिटीपुर चुली फाक्समारामा भोट माग्न नआउँदा पनि हुन्छ यहाँको जनताहरू सबै एउटा म एउटा निवेदन चाहिँ गर्न चाहेँ म त खुकुरी निकालेर हानिदिन्छु मेरो नेताहरू आयो भने मेरो ल है आजबाट चाहिँ टक्करसँगले पाइपको योमा श्रमदान थालेछ पाइप निकाल्दैछौँ अर्को ठाउँ पाइप हाल्नुपर्ने हाम्रो श्रम गर्नेहरू लगभग प्रत्येक घरको एकजना हुनुहुन्छ होइन पाइप निकाल्दै हुनुहुन्छ यो पाइप चाहिँ पल्लोपट्टि लगेर अनि टक्कसँगले यसपालि पानी निकाल्ने यो चुली डाँडामा हाम्रो योजना श्रम गरेर यसपालि पानी निकाल्ने हाम्रो योजना छ है गाइस ल निकै पछाडि लालगिरी चाहिँ अझ उपस्थित भइरहेछ अब टक्क काम गर्ने श्रम गर्ने अनि निकाल्ने हाम्रो यो अभियान चाहिँ हर्क सम्पाङको अभियान है अब बजेट सजेट हेरेर केही भएन जनताबाट यसपालि के कसो जठा अब हाम्रो पाइप निस्किसकेको छ यो पाइप निकाल्नुको कारण चाहिँ हाम्रो यहाँबाट अब पानी निकालिन्छ यसपालि जे गरेर भए पानी निकालिन्छ अरू कुरा थाहा भएन हामीलाई ल बिचरा हाम्रो बुढोपाकाहरू यसरी हेर्नु न के गयो यस्तो दुःख गरिरहेछौँ के गर्नु यसो भिडियोहरू सिडियोहरू हेरेर भए पनि हाम्रो कसै यो भिडियो सेयर गरेर हाम्रो प्रतिनिधिज्यूहरूसम्म पुग्यो भने प्लिज यसो कति सक्नुहुन्छ 50,000 1 लाख भए पनि हामीलाई सहयोग गर्नु नबिर्सिनु होला मेनी ने किलो लिम्बू बा के छ ठिक छ हैन निस्किन्छ यसरी पाइप निकाल्दैछौँ हामी यो पाइप चाहिँ अर्को अब यो लिफ्टिङ सक्सेस नभएको हुनाले अर्कोबाट फेरि पानी निकाल्ने हाम्रो ठुलो योजनाका साथ लागिरहेछौँ यतिजनाले श्रम गरेर कसरी पानी नखाएला यसपालि होइन खाइन्छ सबैले श्रम गरिरहेछन् यहाँ होइन पाइप निकाल्ने कार्यक्रम भइरहेछ हाम्रो पानीको ट्याङ्की त छ तर यो सब बोकेर खानुपर्छ त्यही हुनाले पानी अर्को ठाउँबाट निकाल्नु पर्ने हुन्छ सो यसपालि चाहिँ पक्कै पनि पानी पिउने हाम्रो ठुलो आशा छ होइन हाम्रो बोजू हाम्रो अब आउने नयाँ बुहारीहरूलाई एकदम गाह्रो भयो के हो यस्तो यो ठाउँको अवस्था एकदम नाजुक छ भन्छन् त्यही भएको हुनाले पनि यसपालि चाहिँ हाम्रो पानी निकाल्ने अभियान चलिरहेछ यहाँ पानी छ तर यो लगभग तपाईँलाई बोक्नलाई लगभग लाग्छ आधी घन्टा लाग्छ हिँडेर आउनु यो ठाउँमा अनि तर यो पानी पनि सक्सेस भएन यो हिउँदोमा सुकिहाल्छ त्यही भएको हुनाले अर्को ठाउँबाट चाहिँ हाम्रो लिफ्टिङ खाने पानी निकाल्ने हाम्रो ठुलो योजना छ सो यसपालि चाहिँ पानी निकाल्ने हाम्रो ठुलो धोको छ यो हाम्रो श्रमलाई खेर जानु नदिनु हुन सहयोगहरू चाहिँ एकदम जुटाउनु पर्ने हुन्छ हामीले होइन अब यस्तै छ है हाम्रो गाइस लगभग निकै पछाडि लालगिरी ब्लक बनाइरहेछ ब्लक मार्फत हाम्रो होइन एकदम पछिसम्मलाई हो हाम्रो चाहिँ होइन हर्क साम्पाङले ल्याएको अभियानमा नलागि नहुने भएको हुनाले
हाम्रो चाहिँ एकदम लागिरहेको छौँ यहाँ एकदम पाइप निकाल्ने कार्यक्रम भइरहेछ सो गाइज कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट लाइक सेयर गर्दै गर्नु होला हेर्दै गर्नु होला हाम्रो बुढी आमाहरूले कुदालो बोकेर झम्पल बोकेर अगाडि बढिरहेछन् Atau tuh batin. Batu ini Landibi. भाइ नै रहेछ त रोप्ने आउने त यस्तै यो त जोइनको मात्रै पो छ त यो त जोइन भएको हो के दुईटा भएर जोइन हो के यो पानी भर्ने ठाउँ त के पानी यहाँदेखि जान्छ मेम्बर ट्रेन भित्र के छ पुलिसले लाग्नु यो ड्रममा के छ अहिले त किम्बाङ होला तिमी लारो हो गया गोइस हामीले टक्कसँगले यहाँ सर्वदान हुँदैछ पानी निकाल्ने सर्वदान यसपालिको हाम्रो पानी निकाल्ने तरिकाले एकदम पानी निकाल्नै भनेर हाम्रो जोस गरिरहेछन् बुढापाकादेखि लिएर बुढाबुढीसम्म हेलो गुर्जीबा के छ यसपालि पानी निस्किन्छ हाम्रो ढाका टोपी लगाउनु एकजना हाम्रो गुरुबा हो गुर्जीबा लगभग आजको श्रममा हामी लगभग अन्तिमतिर आइसकेका छौँ अन्तिम चरणमा आइसकेका छौँ आजको श्रम लगभग अन्तिम हुने बेला भइसक्यो हाम्रो यहाँ खडल खन्दैछौँ लगभग हामी अन्तिम चरणमा आइसकेका छौँ अब दोस्रो नेक्स्ट पनि देख्न सकिन्छ होइन अब हाम्रो सानो मिटिङ हुन्छ होला होइन हेलो अध्यक्षज्यू ए हाम्रो ताक्ला चाहिँ हाम्रो अध्यक्ष हो के छ अनि यता हाम्रो सचिवज्यू यता हुनुहुन्छ यो खानेपानीको यसपालि चाहिँ पानी निकाल्ने हाम्रो एकदम ठुलो योजना छ गुर्जीबा के छ यसपालि निस्किन्छ होइन त्यही झाले गोरु बेचेर भए पनि पैसा निकाल्ने नि होइन झाले गोरु बेचेर भए पनि पानी निकाल्ने भन्नुहुन्छ यता एउटा बोका बेचेर भए पनि एउटा हाम्रो यता हाम्रो चेलीपेटीहरू हाम्रो बुहारीहरूले एउटा के अरे पठेग्री बेचेर भए पनि पैसा निकाल्छु भन्ने जोस जाँगरका साथ के छ मालुले श्रम गरेरै भए पनि यसपालि पानी चाहिँ निकाल्ने होइन लिम्बुबा लथा बोकाङ्गी सङ्घ छ यसपालि पानी निकाल्ने होइन सबैको जोसा जोस जाँगरका जाँगर कसैको बोका कसैको खसी कसैको झाले गोरु बेचेर भए पनि पानी निकाल्ने हाम्रो योजना नाराका साथ जय संस्कृति जय श्रम संस्कृति जय के भनौँ खानेपानी जय लिफ्टिङ खानेपानी ल अस्ति छ हाम्रो आजको लगभग एन्डिङतिर अब हाम्रो भने मिटिङ सानो छ होइन अब कहिले अब यहाँ के सामान कसो जोड्ने भन्ने हाम्रो सानो मिटिङ हुन्छ अहिले यो सकेर त्यो पनि देख्न सक्नुहुन्छ अहिले अहिले मिटिङ हुन्छ हाम्रो